प्रचलन गर्दै हुनुहुन्छ। यसै गरी मकवारी मण्डलीका हाम्रो भाषण गुरुमाले हामी सबैले जोरदार ताली बजाउनेछौँ। यसरी सङ्घका सचिव हाम्रो एकदम नानी छोरीज्यूले यसै गरी हामी यसै गरी हाम्रो सन्त उपाध्यक्ष पास्टर राजेन्द्र कान्तिज्यूले यसै गरी सन्घका कोषाध्यक्ष राजकुमार शेषज्यूले यसै गरी एनसिसीमा प्रतिनिधित्व गरेर आउनुभएको एल्डर राजेन्द्र लिम्बुज्यूले यसरी सङ्घका उपाध्यक्ष पास्टर कृष्ण खाले उपसचिव त्यसै गरी गुरुआमा म्याक्सी किपी बेथेल मण्डलीबाट अब भने हाम्रो ब्यानर पढेर आज कृष्णले गुरुबाले र पाठ गरेर आज 3 दिने सेमिनार सुरु भएको आजको मितिमा पवित्र चर्चको सङ्घको अगुवाहरूको सेमिनार सुरु भयो भने म रेभरेन्ड टिजालाई पिता पुत्र पवित्र आत्माको नाममा घोषणा गर्दछु। प्रभु हामी धन्यवाद दिँदछौँ हाम्रो आदरणीय बिशप र उहाँको नेतृत्व भएको लिडरसिपको निम्ति हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज धरानको पवित्र सङ्घको लिडरहरूको सेमिनार फेरि नयाँ गरी आयोजन भएका छन्। जतिजना पास्टर्स एल्डर्स एन्ड डिकन्स एन्ड लिडरहरू उपस्थित भएका छन्। यो सेमिनार